यस्तो दामी स्वादिष्ट मासु भात खान के गर्नुपर्छ? सुरुमा म जस्तै होस्टेल छोड्नुपर्छ, यस्तो मिठो पानी पर्नुपर्छ अनि बाइक निकाल्नुपर्छ, मासु लिन जानुपर्छ अनि त्यसपछि प्याज टमाटर सँगै घर फर्किनुपर्छ। त्यसपछि सुरुमा लसुन छिल्ने, प्याज काट्ने, टमाटर काट्ने, ग्यास बाल्ने, कालो कराई चढाउने, कालो है फेरि। तातेपछि तेल हाल्ने, तेल तातेपछि मिठो कुखुराको ब्रोइलरको मासु हाल्ने, अर्को साइडमा कुकरमा दाल हाल्ने, पानी हाल्ने, बेसार हाल्ने, नुन हाल्ने, जे हाल्ने त्यसपछि ग्यासमा फाल्ने। मासु रातो हुँदै गर्छ, त्यति बेरसम्म गीत गाउन पाइयो। ओरे पिया ओरे पिया ओरे पिया ओरे पिया। गीत सिद्धेसी मासुमा प्याज हाल्ने, एकैछिन छोड्ने, त्यसपछि नुन ठोक्ने, बेसार ठोक्ने, मसला ठोक्ने अनि घोल्ने, फेरि छोड्ने। यस्तो अवस्थामा पुगेपछि टमाटर हाल्ने, टमाटरलाई गल्न छोडेपछि फेरि एकछिनपछि घोल्ने। यता दाल उतारेर कालो भाँडामा सेतो घिउ हाल्ने, जिरा पड्काउने, लसुन हाल्ने अनि रातो बनाएर दालमा घोल्ने। यता दाल बन्यो, उता मासु पनि। अब लास्टमा भात चढाएर सिटी लाउने। बाँकी हेर भिडियो बन्दैछ, त्यही भएर बटुकामा हालेर चलपल दिएको नभए यो म्यान्डेटरी छैन। त्यसपछि टन्न खाएर ब्याक टु स्टडी। मस्त अगाउने गरी खाएँ अनि अब त्यही डेली रुटिन, किताब बोक्नी बस्ने।